म गोपाल हमाल धनगढी उपमहानगरपालिकाको नगर प्रमुख। आज खास गरी यो भिडियो मैले जेन्जी पुस्तालाई समर्पित गरेर बनाउँदैछु। यो जेन्जी पुस्ता तपाईहरुमाथि जुन आक्रमण भइरहेछ, जुन आन्दोलन भयो, यो आन्दोलनमा घुसपेट भएको सब नेपाली जनतालाई थाहा छ। कसैले फेसबुकमा पोस्ट्याउँदैमा केही हुनेवाला छैन। हरेक नेपालीले बुझेको छ कि यो गतिपूर्ण थियो। यसलाई विध्वंस मचाउने, बदनाम गर्ने गरेर, एउटा पिढीलाई नै बदनाम गर्ने गरेर यसमा मान्छेको घुसपेट गराइयो हैन। घुसपेट भएपछि घुसपेटले को भिडियोहरु पनि आइसकेको छ धेरै जसो, त अझ आउन बाँकी नै छ, अझै आउला। र अर्को कुरो के हो भने आन्दोलन भन्ने कुरा घन्टी बजाएर, शङ्ख बजाएर, माला जपेर कहिले पनि हुँदैन। यो हिजोको आन्दोलन पनि हामीले देखेकै हो, आजको आन्दोलन पनि देखेकै हो। त्यसर्थ के हो भने सबभन्दा ठुलो कुरा त तपाईहरुको आन्दोलनले मागेको के हो त? मुख्य चोरो कुरो यो। तपाईहरुले त के छ भने अब हामी विदेश पनि जाँदैनौँ, यो देशलाई माया गर्छौँ, यो देशमा बस्छौँ हैन। मेरिटको आधारमा चाहिँ नि यहाँ काम होस्, भ्रष्टाचार नहोस्, सुशासन होस्, मागेको यति होइन। अहिले खोइ त जेन्जीहरू के शासन सत्ता मागेको थिएन? मागेको थिएन। 51 जनाले शहादत प्राप्त गर्यो। अहिले जेन्जीलाई बदनाम गर्ने, जेन्जीलाई गिल्टी फिल गराउने जुन काम भइरहेको छ, यो एकदमै गलत काम भइरहेछ। जसले गर्दै हुनुहुन्छ नगर्नुहोस्। भोलि योभन्दा ठुलो भयानक स्थिति आउन सक्छ हैन। र आज कस्तो स्थिति भइसकेको छ भने जेन्जी भनेर एकजना बेदकोट नगरपालिका वार्ड नम्बर 4 का नरेश धानुक, 24 वर्षका नरेश धानुकलाई तिमी जेन्जी हो भनेर केही व्यक्तिहरूले त्यहाँ चाहिँ नि नाङ्गो बनाएर दौडाए हैन। उहाँले सार्वजनिक रूपमा चाहिँ नि भिडियो हालेर चाहिँ सुसाइड गर्नुभयो। के राम्रो भयो? अवश्य भएन। त्यस्तै योभन्दा अगाडि 2079 साल माघ 10 गते मङ्गलबारको दिन 37 वर्षका प्रेम प्रसाद आचार्य संसद भवन अगाडि आफूले आफैलाई चाहिँ पेट्रोल खन्याएर आगो लगाए, आत्मदाह गरे। यो आत्मदाह गर्नु भनेको चाहिँ त्यो सामान्य कुरा होइन। हामी सानो चिज एउटा चाहिँ लाग्यो भने चाहिँ नि पोल्यो भने हामी आहा गर्छौँ, तुरुन्तै केही न केही मेडिसिन युज गर्छौँ भने आफ्नो जिउमा आफै पेट्रोल खनाएर मर्नु भनेको स्वाभाविक कुरा होइन। तसर्थ के छ भने यो जे भयो, यो कुरालाई जेन्जी पुस्ताले जे गर्यो यो हामीले गर्न सकेन, हाम्रो पुस्ताले गर्न सकेन। हाम्रो पुस्ता आफूलाई बहुत विद्वान, आफूलाई धेरै जान्ने, आफूलाई धेरै कुरा समर्पण भएको, देशप्रेमी भएको, खोइ त गरेको केही पनि त गर्न सकेन त। सबै कुरा ठुलो हेरेर मात्रै बस्यौँ भनेपछि हामीलाई पनि अब कसैलाई चाहिँ डिस्करेज गर्ने अधिकार छैन। र म जेन्जी पुस्तालाई पनि आह्वान गर्न चाहन्छु कि यस्तो चाहिँ नि गिल्टी फिल गर्ने काम चाहिँ नगर्नुहोस्। तपाईहरुले गरे आन्दोलन केका लागि गर्नुभयो? घुसपेटीले जलाएको हो, तपाईहरुले जलाएको पनि होइन हैन। या त यसमा छानबिन होस्, निष्पक्ष छानबिन होस् न, को पर्दा रहेछन् थाहा भइहाल्छ नि आफू। होइन भने यसरी गिल्टी फिल गराएर हामीले हाम्रा छोरा, हाम्रा नाति, एउटा पिढीले नै दोष लगाएर कसैलाई सुसाइड गर्न लगाउने, कसैलाई डिप्रेसनमा पुर्याउने काम जुन भइरहेछ, यो काम चाहिँ नगरौँ कसैले पनि। म नगर्नको लागि पनि म हार्दिक अपिल गर्छु। र हाम्रो पुस्तादेखि जेन्जी भन्दा माथिका पुस्ता जति छौँ, अब हामीले चाहिँ किन अभिभावकत्व लिउँ, उहाँहरूलाई सम्झाउँ, उहाँहरूलाई निराश नहुन भनौँ हैन। उहाँहरूले उठाएका गलत थिएनन्, मुद्दा गलत थिएनन्, यो दुनियाँ गलत छैन भन्ने कुरा उहाँहरूलाई सम्झाउँ। र चाहिँ यस्तो जो फेसबुकबाट जुन डिस्करेज गर्ने कामहरू गरिरहेको छ, यो कामहरू तत्काल रोक्न। र मैले जसरी आज यो भिडियो बनाएँ हैन, यत्रो चाहिँ मान्छे मरेको छ, 51 जना मरिसके, अहिले घाइतेको हालत के छ त्यो थाहा छैन। उहाँहरूलाई संवेदना दिने कुरा छैन, मरेका मान्छेहरूका संवेदना दिने कुरा छैन, उसको घरमा के बितिरहेछ त्यो कुरा हामीलाई मतलब छैन। तर हामी चाहिँ के भने त्यो पुस्तालाई नै यहाँ चाहिँ एउटा चाहिँ मूलधारबाट कटाउने जुन प्रयास गरिरहेछौँ, यो अपराध हुन्छ। यस्तो अपराध कसैले नगरौँ। र देशका जति पनि बुद्धिजीवी आफूलाई भन्नुहुन्छ सबैले यो कुरालाई चाहिँ ध्यान गर्नुहोस्। र यो कुरालाई चाहिँ आजैका मितिदेखि यो कुरालाई चाहिँ गर्न चाहिँ म सबैलाई हार्दिक अपिल गर्छु। धन्यवाद, नमस्ते।